Hello and namaste from Bullies Registry, Nepal. Welcome to the one and only pets channel of Nepal. So आज चाहिँ हामीले पेट्सको बारेमा चाहिँ कुरा गर्न गइरहेछु हामीसँग चाहिँ आज हाम्रो बुली बुली रेजिस्ट्रीको टिम मेम्बरहरू हुनुहुन्छ अनि लेट्स गेट स्टार्टेड सो यसमा चाहिँ हामीले बेसिकली अब मेनली पेट्सकै डिस्कस गर्छौँ अब पेट्सलाई कसरी राख्ने अनि हाम्रो एक्सपिरियन्स पनि सेयर गर्छौँ हैन अनि हामीसँग चाहिँ आज हाम्रो मेम्बरहरू चाहिँ एकदम अब एक्सपिरियन्स अब पेट्स ब्रिडिङदेखि लिएर पेट्स अनरहरू हैन अनि प्लस अनि पेट सप अनर अनि पेट्स इन्थुजियास्ट भन्दा नि भयो हैन त्यही हो मेनली चाहिँ अब यो पेट्सको अब लाइफस्टाइल हैन अब हाम्रो सबैजनाले कसरी कोप अप गर्नुहुन्छ हैन यही सेयर गरौँ हैन अनि कसरी मेनली चाहिँ कसरी स्टार्टअप चाहिँ कसरी भयो हैन हाम्रो राजले चाहिँ कहाँबाट स्टार्ट गरेर रहेछ अब मेरो बारेमा भन्नुपर्दा चाहिँ होइन अब सिन्स माई चाइल्डहुड अब म चाहिँ फुल्ली डगसँग पेट्सहरूसँग चाहिँ फुल्ली अट्याचमेन्ट होइन अब मलाई एउटा सानो मलाई याद पनि छ क्या जस्तो म क्लास 1-2 होला त्यो टाइममा हुँदाखेरि चाहिँ मैले एउटा यसो माछा फिसहरू चाहिँ पालेको थिएँ क्या अनि त्यो चाहिँ हाम्रो याद छ नि बटललाई त्यो लङ बार चुइङम थियो हामी चाइल्डहुड हुँदाखेरिको एउटा सानो बट्टा त्यो स्क्वायर टाइपको क्या त्यसमा चाहिँ पाल्थेँ कि मैले त्यो माछा अनि त्यसको जस्ट कफी सोर्टेल मुन्टेलहरू हुन्छ नि त्यस्तोहरूबाट स्टार्ट गर्दै गर्दै जाँदाखेरि चाहिँ अब पेट्सहरूसँग त अलिक अट्याचमेन्टै भयो त्योसँगै गर्दाखेरि चाहिँ अब मलाई चाहिँ डगसँग चाहिँ अलिकति छुट्टै लगाव हुँदै जाँदाखेरि होइन अब ब्रिडमा यसो इन्ट्रेस्ट हुँदै गयो पहिला फर्स्टमा पालेको त गफी नै होला त हैन पालेको त गफी नै हो पालेको त गफी नै हो अनि अब डगहरू पाल्दा सार्क पाले है मैले चाहिँ सार्क पाले सार्क हुने चाहिँ ठुलै थियो कि सानो थियो त त्यतिखेर त सानै थियो तपाईँले चाहिँ केमा पाल्नुभयो त मैले त 3 फिटको केज थियो क्या राम्रो एक्वेरियम एउटा थियो केज भन्दाखेरि एउटा एक्वेरियम चाहिँ हाम्रो क्षेत्रपाटी छैन त्यहाँ दाइकोबाट बनाएको थिएँ त्यहाँबाट बनाएपछि मैले फर्स्ट चाहिँ त्यो सार्क हालेको थिएँ त्यो ब्ल्याक कलरको छैन के सार्क भन्छ त्यसलाई टाइगर सार्क अहिले पनि गरिरहेको छु होइन भइरहेछ फिसेस राजले त्यो के अरे त्यो चुइङगमको त्यो बट्टा भनेको मलाई चाहिँ खुब त्यो हुँदैन मनमा त्यो एकदम त्यो चाहिँ हाम्रो चाहिँ त्यो रेडिमेड ट्याङ्क जस्तो थियो तर सानो थियो होइन अब त्यो एरा भनेर चाहिँ एकदम मेन्सेन्ड एरा जहाँ कि त्यहाँ चाहिँ हिटर पनि तपाईँको त अटोमेटिक पनि हुँदैन थियो नि त होइन अनि हामीले हिटरको चाहिँ अप्सन चाहिँ अब बल्बहरू डुबाएर हिट दिने काम गर्थ्यो नि त त्यो बेला कुरा गरेँ होइन एकदम अनि त्यसपछि बिस्तारै अब माछाहरू गर्दै जाँदाखेरि एक्वेरियमहरू पनि लिएँ होइन त्यो गर्दाखेरि अब मलाई चाहिँ अलिकति पेट्समा चाहिँ डगमा चाहिँ अलिकति होइन केही गरौँ न स्टडी गर्दै गएँ बिस्तारै होइन फोकस गर्दै जाँदाखेरि चाहिँ अब धेरै ब्रिडहरू त पाल्न त त्यो मध्येमा चाहिँ मलाई चाहिँ अलिकति बेस्ट अफ द बेस्ट भनेको चाहिँ मलाई बक्सर के अब त्यसको एनाटोमी होइन अब त्यसको टेम्परामेन्ट अब त्यो कस्तो भन्दाखेरि अलिकति फ्यामिलियर के घरसँग पनि फ्यामिलियर हुने अब अग्रेसिभ भनेको त छुट्टै टाइप नै भयो त्यो त्यति अग्रेसिभ त हुँदैन तर त्यसको कस्तो हुँदैन त्यसको फेस त्यसको थोपडा हुन्छ नि त्यो देख्दाखेरि पनि अब मान्छेहरू घरमा यसो आउँदाखेरि त गार्ड गरिहाल्छ त्यसको थोपडा देखाउँदा पनि 4-5 स्टेप ब्याक चाहिँ हुने क्या मान्छेहरू त्यो आउँदाखेरि क्या अब त्यसको त्यो तर त्यसले चाहिँ अब त्यो फुल प्लेफुल भयो नि त्यो डग त फुल प्लेफुल हो मान्छे देख्दाखेरि चाहिँ यसले टक्सै क्या हो भन्ने हुन्छ होइन तर त्यो देख्दाखेरि पनि उसको त त्यो फेस देखेर चाहिँ मान्छेहरू ब्याक हुने अनि त्यो पनि भयो र अनि मलाई चाहिँ अलिकति धेरै नै लगाएको क्या अनि अब नेपालमा पनि अलिकति राम्रै खालको बक्सर गरौँ न अब मान्छेले धेरै हाम्रो साथीभाइ सर्कलमा पनि छ नि त बक्सरहरू होइन सम्राट अब तिमीलाई पनि त होला
एउटा बक्सर फ्यानहरू धेरै छन्। त्यो मध्येमा अब अलिकति राम्रै ग्रो गरौँ न नेपालमा भनेर चाहिँ मैले अब बाहिरैबाट स्टडी गरेर ल्याउँदाखेरि चाहिँ त्यसरी स्टार्ट गर्दै 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 गएको हो। तिम्रो फर्स्ट डग चाहिँ कुन थियो त अनि? मेरो फर्स्ट डग चाहिँ डोबरम्यान थियो यार। डोबरम्यान फुल एग्रेसिभ। डोबरम्यान पनि पालेको थियो? डोबरम्यान पालेको त्यो चाहिँ फर्स्ट त्यसको चाहिँ अग्रेसिभ भयो क्या। अब घरको वान म्यान डग भनिन्छ त्यसलाई होइन। अब त्यतिखेर त नबुझिकन पालियो सो देख्दाखेरि पनि होइन। अनि अब त्यो चाहिँ कस्तो भन्दाखेरि वान म्यान डग भयो, मैले भनेको मात्र मान्ने देख्यो। घरको मान्छेलाई नै अब अट्याक गर्ने भइसकेपछि त म आफू पनि ब्याक भयो क्या। अनि त्यो गर्दाखेरि चाहिँ अनि मलाई सो हेर्दाखेरि चाहिँ बक्सर वान अफ द बेस्ट हो मेरो लागि चाहिँ भनेर चाहिँ। तिमीले त्यो एग्रेसनको कुरा गर्यो नि, जस्तै अब तिम्रो कि अब ब्रिड वाइज नै एग्रेसन दिन्छ जस्तो लाग्छ कि के लाग्छ त? कुन चाहिँ बक्सर होइन, जुनसुकै डग भयो भने? डोबरम्यान त डोबरम्यान अब यसो त्यसको त अब नेचर अलिक मुडी जस्तो लाग्यो क्या मलाई, मैले पालेको अनुसारले चाहिँ। डोबरम्यान चाहिँ त्यस्तो डग चाहिँ मुडी भन्दा पनि पाल्ने मान्छे चाहिँ के तरिकाले पाल्छ होइन, त्यसबाट पनि एग्रेसिभ हुन्छ कि है? अब त्यो कुनै कुनै त अब त्यो नेचर वाइज नै हुन्छ कि के हो होइन। तर मेरोमा पाल्दाखेरि चाहिँ अब डोबरम्यान चाहिँ मसँग पनि अब बुल्ली छ नि होइन। हामीले त अब स्ट्यान्डर्डदेखि लिएर पकेटदेखि लिएर बुल्लिजहरू अहिले आएर माइक्रो राखिरहेको छौँ। त्यस्तो चाहिँ एग्रेसिभ चाहिँ छैन क्या कोही पनि, किनभने हामी त फ्रिक आउट छोड्छौँ नि एकदम मजाले छोडेर होइन, मजाले खानु दिएर। त्यस्तो अरू कोही होला नि त्यस्तो चाहिँ पालेको छैनौँ। एकदम राम्रो किसिमले पाल्दाखेरि त्यस्तो एग्रेसिभ चाहिँ मान्छेले भन्छ नि बुल्ली त पुरा एग्रेसिभ हुन्छ, त्यस्तो चाहिँ नहुने रहेछ क्या। एकदम त्यो हाम्रो जस्तो यो चिवावा चाहिँ प्लेफुल क्या, फुल्ली यार। मेरो छोरीसँग खेल्छ भने मजाले हाइपर एनर्जेटिक होइन, एकदमै एनर्जेटिक ब्रिड तर एकदमै प्लेफुल। अनि त्यो चाहिँ मलाई त्यही भने त्यो चाहिँ कसरी जसलाई पाल्यो नि त्यस्तै त्यसमा पनि भर पर्छ जस्तो लाग्यो क्या राज। त्यो टाइममा आफूले राम्रोसँग टाइम दिएन कि होइन, यस्तो हुन्छ। लाइफको फर्स्ट अब पेट कसैले पाल्दाखेरि त्यो के भन्छ एक्सपिरियन्स ल्याग हुन्छ भन्ने कि होइन, सिकिन्छ पनि प्लस आफूसँग त्यो एक्सपिरियन्स पनि ल्याग हुन्छ नि त। त्यो त लर्निङ फेज थियो नि त हाम्रो लाइफको त। लर्निङ फेजमा त अब कतिवटा मिस्टेकहरू भयो होला होइन, अब त्योबाटै सिक्दै सिक्दै त यो लेभलमा पुग्यौँ नि आज होइन। अनि त्यसपछि चाहिँ राजले अहिले जस्तै डगहरू त च्याम्पियनसिपमा पनि खेलाएको खेलायो होइन। इम्पोर्ट गर्दाखेरि कतिको स्टडी गर्नु पऱ्यो, जुन चाहिँ डग चाहिँ बाहिरबाट ल्याएको थियो नि त्यो नेपालमा त्यो टाइपको क्वालिटी त थिएन होइन। अब त्यो मैले लिँदाखेरि पनि त्यो फुल स्टडी गरेर नै होइन, अब भनौँ न इन्डियाबाटै इम्पोर्ट गरेर गर्न चाहिँ होइन। अब त्यो चाहिँ वान अफ द बेस्ट भनौँ न लियोनल मेसी, अब ग्रान्डसन अफ लियोनल मेसी, अब सन अफ ब्राजिलको भन्दैछु नि त भाइ। ब्राजिल त्यस्तो नि त डगको नाम उसले अब ओनरले चाहिँ अब लियोनल मेसी राख्यो होइन। मेसी फ्रम ब्राजिल, मेसी फ्रम ब्राजिल। बट ओरिजिनल मेसी त हाम्रो त अर्जेन्टिनाको फुटबल प्लेयर हुनुहुन्छ लाइनेज नै मेन्टेन गर्ने हिसाबले। हजुरबा चाहिँ ब्राजिलको? हजुरबा चाहिँ त्यसको थर्ड जेनेरेसन चाहिँ मसँग छ क्या। अनि अब भनौँ न एक हिसाबमा अब साथीभाइहरूले उनीहरूले के लेखाएर यो ग्रान्डसन अफ लियोनल मेसी, सन अफ ध्रुवा द रिङ मेकर रे होइन। अनि अहिलेको मेरो ध्रुवा जुनियर द गेम चेन्जर हो क्या। अब गेम चेन्जर भनेर पनि मेरो एउटा साथीले मतलब चाहिँ अब त्यो जस्तो हाम्रो अहिले नेपालको सन्दर्भमा हेर्दाखेरि चाहिँ अब मैले आफूले म पनि भनेर भन्नु खोजेको चाहिँ होइन, बक्सर चाहिँ अलिकति मेन्टेन गरौँ न, क्वालिटी ल्याउनु भनेर अब रिङमा चाहिँ सो खेलाउँदाखेरि चाहिँ उसले चाहिँ अब लेट्स क्लिक गेम चेन्ज गर्छ। जतिखेर पनि विन गर्ने भनेको त नेपालमा जहाँसम्म छ जर्मन सेपर्ड अल टाइम विनर होइन। अब जस्तो कि भनौँ न कुकुरको किङ भनेर जर्मन सेपर्ड मानिन्छ, जस्तो अब फ्रुटकै कुरा, फ्रुटमा अब किङ भनेको म्याङ्गो भनिन्छ होइन। त्यो हिसाबले डगको सन्दर्भमा चाहिँ किङलाई चाहिँ जर्मन सेपर्डै मान्दो रहेछ। तर मैले उसलाई हराउनलाई चाहिँ कि लेट्स मेक अ चेन्ज होइन, लेट्स ग्रो। जस्तो मलाई चाहिँ एउटा छुट्टै अट्याचमेन्ट छ क्या बक्सरसँग चाहिँ। तपाईँलाई बुल्लीमा होइन, मलाई चाहिँ त्यो बक्सर देखेपछि चाहिँ यस्तो हुन्छ कि होइन,
त्यो ध्रुवा चाहिँ मेरो फर्स्ट सन भनेको मेरो एल्भिस प्रेस्ली होइन मेरो सेकेन्ड सनै जस्तो लाग्छ क्या त्योसँग चाहिँ मलाई त्यति अट्याचमेन्ट हुने क्या त्यो त हामी सबै सेम हो त्यो त्यही हो क्या त्यो त हामी त आफ्नै छोराछोरी जस्तो पाल्छौँ नि त्यो त हामी त्यो अनुसार हुन्छ अब त्यो सँगसँगै मैले अब ब्रिड गर्नको लागि चाहिँ अहिले लिएर आएको छु फिमेल होइन त्यो पनि इम्पोर्टै गरे हो अब नेपालमा यहाँ कति छ बक्सरहरू होइन अब क्वालिटी त्यो किन गर्यो थाहा छ राज आफूले हजुर हजुर त्यो फिमेल ल्याएको कारण चाहिँ भविष्यमा चाहिँ त्यो जुन चाहिँ आफूले ल्यायो त्यत्रो रिसर्च गरेर ल्याएको होइन बक्सर लाइनेज त्यो लाइनेज चाहिँ आओस् न नेपालमा पनि भनेर ल्याएको हो नि त्यो हो एकदम त्यो लाइनेज मेन्टेन गर्दा जस्तो अब त्यसको नाम चाहिँ अब म यहाँ रिभिलै गरिन्छ मस्तानी जुनियर त्यो पनि सेम ब्रिडरबाटै लिएर आएको हो तर फादर मदर चाहिँ डिफ्रेन्ट नै हो होइन अब त्यो क्यानल क्लब अफ इन्डियाबाट नै बकाइदा पेडिग्री सर्टिफाइड भएर इभन माइक्रो चिफ हानेर लिएर आएको छ होइन अब त्यो हुँदाखेरि चाहिँ मलाई चाहिँ अब फेरि पनि भने अब एउटा अट्याचमेन्ट हुँदो रहेछ क्या अब म चाहिँ अब ब्रिडर हो होइन अब फ्रेङ्कली भन्नुपर्दा फुल प्यासनेट अब हामी एउटा वेमा अलिकति राम्रोसँग होइन अब रिसर्च गरेर वेल्ड मेन्टेन गरेर चाहिँ ग्रो गर्दै आएको होइन अब पैसै मात्र पनि भनेर हामी हिँड्ने होइन त हाम्रो आफ्नै बिजनेस छुट्टै छ होइन त्यो अनुसारले चाहिँ हामीले अब गर्दै आएको भयो रिसर्च गर्दै होइन